हामी कहाँ छौँ मैले हामी अब समुद्रमा जान्छौँ समुद्र कहिले नगएको जस्तो अरू भनौँ न हामी अब स्ट्याचु अफ लिबर्टी घुम्छौँ हो मेन एट्र्याक्सन त त्यो हो नि त अलराइट हाम्रो जेट्स्की द्याट्स हिज नेम नमस्ते दाइ दाइ नमस्ते बोट गर्दै अब उल्लाबारी लाग्नु बोट गर्दै उर्लाबारी जाने अरे सुमेक दाई हुनुहुन्न इयान छैन डेकोस दाई हुनुहुन्न सो सुमेक दाईको कर्तव्य मैले पुरा गरिदिइरहेको छु यो भ्लग चाहिँ मैले खिचिदिइरहेको छु धेरै धेरै धन्यवाद बोटमा चाहिँ जाडो हुन्छ अरे see what these guys are wearing कसले अनि look at this guy अनि you supposed to go and change हैन त अनि जानु पर्छ नि अनि दाइ हेर त अहिले आछु चुचु भन्दै यस्तो टेन्सनमा हैन के भन्दा हाफ प्यान्ट किनेको आधी मात्र दियो मलाई यहाँ अलिअलि चाहिँ कपडा छ बिचरा अर्को यहाँनिर अहिले भरे थर्र कामेको देख्नु नपरोस् होइन अस्ति एकदम त्यो अब क्यामेरा एजै भएको होला अब नयाँ फोन किन्नुपर्छ भन्ने भइरहेको थियो अनि त्यही भएर चाहिँ मैले भिडियो रेकर्डहरू त्यस्तो धेरै गरेको छुइनँ क्या अनि भरे त अस्ति यो सबै टेम्पर ग्लासहरू फेरि त्यतिखेर सफा गर्न लागेको थियो कि के हो यहाँ ए हो र म चाहिँ किन्छु सो टेम्पर ग्लास फेरेपछि अनि सफा गर्न लगाएँ क्यामेराहरू अनि त्यहाँदेखि चाहिँ सफा आइरहेछ कि है पाण्डा यस्तो प्रश्न घटेको हैन नि दामी ऊ चाहिँ पाण्डा है मावी सो द्याट्स इट न्युयोर्क आएको लगभग आज 5 दिन जस्तो भयो मैले केही खिचेको थिइनँ बिकज म खिच्नु मन नै लागेको थिएन सो फाइनली ब्याक विथ भ्लग तर मैले एडिटिङै गरेको छुइनँ डालासको हालेँ त्यसपछि अस्टिनहरू एडिटै गरेको छु म अब आई माइट एडिट एभ्री भ्लग होइन क्यालिफोर्नियासम्मको एउटैमा हालेर हालिदिन्छु ड्याङ्गै हालिदिन्छु अनि त्यसपछि न्युयोर्क हाल्छु मेरो चाहिँ ब्लग होइन है फेरि त्यतिकै स्टोरीको लागि मात्रै राखिदिएको मैले मेमोरी क्याप्चरको लागि एयरपोर्ट पनि त्यहीँ छ त्यो एयरपोर्ट हो के एयरपोर्ट अरे नाम त लगोडिया लङ्गौटिया हो कि खासमा लङ्गौटिया साथी भएर गरेको अनि गरिदिया भन्दा त That was a very bad joke. गुड वान Guys, so take your shoes off and hop in. सुज यहीँ छोड्ने हो Shoes यहीँ छोडे पनि हुन्छ एक्चुअली यहीँ छोडे पनि हुन्छ कि लगे पनि हुन्छ किनभने पैताला पनि चिज हुन्छ नि त फेरि Okay. बना है पानी देऊ गर बस अब यहीँ राखिदिए है हामी त अगाडि आयो
capturing my place. Yes, you did. हेलो सृष्टि कस्तो फिल भइरहेको छ तिम्रो न्युयोर्क आएर मलाई दामी है अनि रातिको 12 बजे बोटको उज्यालो भयो आफ्नो लाइट पनि आफै लागिरहेको छ हजुर आधी मात्र यहाँ डटको ओभर कुदाइसकेको हो डटले यहाँसम्म लिएर आएको है डटले लिएर आएको हामीलाई यहाँसम्म हजुर भयो 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 भन्दा पनि हामी त्यो पार्किङको ठाउँमा पुगेर के के हो औ स्टार्ट कसरी गर्नु पर्दो रहेछ अनि उडिरहेको के फेरि यो लाइट फोटो सेसन भइरहेछ यहाँनिर भिडियो धेरै खिच्न मिलेको छैन गीत बजाइरहेको छ कपिराइट लाग्छ सबै त्यो पानीको छाल हो पानी छिटायो के भन्ने इट्स अलमोस्ट 2 years पुनरायण दाजुभाइहरूको होइन सो बिजनेसमा म्युजिकल जर्नीमा एन्ड दिस हाम्रो युएसएको फर्स्ट टुर 2025मा सोचेको थिएनौँ यति लामो यति टाढा यहाँसम्म आइपुग्छौँ भनेर बट वी आर हियर थ्याङ्क्स टु म्युजिक थ्याङ्क्स टु पुनदाई फर स्टार्टिङ यो म्युजिक सबैजना हामी अहिले यसरी काम गरेर यहाँसम्म आइपुगेको छौँ एन्ड थ्याङ्क्स टु थमेल एनवाइसी फर ब्रिङिङ अस हियर फर दिस अमेजिङ जर्नी थ्याङ्क यू फर कमिङ all of us. Look at the moon! We are back. अघि जहाँबाट चढेको थियौँ त्यहीँ यहाँ ओइ कस्तो भयो फोटोमा नि यो किन हाची गरेको आइरहेको तिमी त सुत्यो होला हौ के भयो लेलिन्दै कस्तो भयो तपाईँलाई मजा आयो मजा त मजा आयो अब ब्याक होम फोनलाई फ्लाइट मोडमा राख्यो भने के हुन्छ अरे उडेर जान्छ नि अनि तपाईँले नयाँ फोन लिनुभएको अरे किन्दाखेरि चाहिँ अहिले चाहिँ पुरानो भयो बहिनी लेलिन्दै साबेज सक्दैन हो तिमीहरू भोलि बिहान त कहाँ सक्छ
तपाईँ सक्नुहुन्न म फोन गर्छु भरे हो तपाईँ सक्नुहुँदैन म फोन गर्छु अझ क्या म फोन गर्छु पनि फोन उडाइदिन्छ फ्लाइट मोडमा हालेर उडाइदिने फोन योगेनले के आज कस्तो जाडो जाडो भएको छ भने ब्रो हिजो नि जाडै थियो होइन ब्रो त्यो हामी बोट जाँदा हिजो थियो नि आज झर्दाखेरि आज भइसक्यो ओ भोलि जाने होइन सिरक लिएर आइसक्यो अब सिरानी होइन दाइ भोलि त जानुपर्छ नि कहाँ सुतेको पनि हुन्न अब युल गो ब्याक टु थमेल नट टुडे ओके योगेनलाई सुत्नलाई अहिलेबाट प्रिपेयर हुनुपर्छ थमेल आज बन्द हो दाइ अँ हामी पनि सधैँ जाइन्छ अँ गुड मर्निङ लुगा धुएको मलाई चार्जर धोइदिएको छु मैले त सुमेक भाइ हिजो बोर्ड पार्टीमा तपाईँ हुनुहुन्न थियो कि तपाईँ कहाँ हुनुहुन्छ भन्यो नि त यहाँ फेरि सोध्छ क्या सुमेक दाइ खै अर्गनाइजरले सुत्नै दिँदैन अनि हिजो सुत्दै हाउ के गर्ने गर्नु सोधौँ कति भनेर हेलो excuse me. I want to blow dry and set my hair. Could you please tell me how much does it cost? Blow dry and set. Yeah, set. 50? 50 रे गर होस् छोड्देऊ म त्यहाँ घरमै गर्छु भाउजूको त्यो छ भने These guys are not willing to wait for me. So sorry. Thank you. Thank you so much. के गर्नु मैले त्यसलाई ढाँटेँ के भन्नु भन्यो न दिस गाइज आर नट विलिङ टु वेट फर मी भन्ने ए पाण्डाको घर अरे पाण्डा उखेर भत्के हो क्या पाण्डु ल हाम्रो राइट आइपुग्यौँ मेरो हालत त्यस्तो छ ब्लड ड्राई नै गरेको छैन त्यही भएर थ्याङ्क यू दाइ त्यो प्लगमा हाल्दो त कसरी गर्नुपर्छ यो खोइ एरो नभए ए यहाँ रहेछ खोइ त भएन त हाम्रो यो भिन्टेज सपिङ धन्यवाद दाइ स्टोर इज अबाउट टु क्लोज त्यही भएर हामी यहाँ बिल गर्न आउनु पर्यो न त अझै उठाउँदै नो भिन्टेज दाइ भिन्टेज के गरिदिएको कुन हो जी सिरिज जी भन्छ होइन जी फोल्ड 7 मैले पनि यहाँ मैले कपाल यहाँ ब्लो ड्राई गरिसकेँ डाइसन युज गरेर वी आर इन बेस्ट बाई अनि मैले डाइसनले यहाँ कपाल के हो यो कार गड्डी है सो हामी सुटकेस किन्न बेस्ट बाईमा आएको रे ऊ सरोज दाइले भन्नुभएको सरोज दाइ तपाईँलाई थाहा थिएन बेस्ट बाईमा सुटकेस पाउँदैन भनेर तर थ्याङ्क यू सो मच तपाईँले गर्दाखेरि मैले कपाल ट्राई गर्नु पाएँ थ्याङ्क यू सो मच तपाईँले गर्दा मैले पनि त्यहाँ मेरो प्रोफाइल अब तपाईँले तपाईँको बिजनेस कार्ड चाहिँ छोडिदिनु पर्ने क्या फोटो खिचेर
होइन Yes, sir. के यो त्यो अब कुन चाहिँ $25 आउँछ र अनि यो कोट कति गरे कुन चाहिँ कोट कुन चाहिँ कोट हो हामी महँगो साउन्ड किन्ने मान्छेको त्यो कुन कोट यो त $10 मात्रै हो मेरो धन्नु मान्दैन फेरि यता सिट बेल्ट नलाएसम्म चल धन्नो हामी यहाँ डिनर गर्न आएको फर्स्ट कोर्स सकेर अब सेकेन्ड कोर्सको लागि कुरिरहेछौँ यो चाहिँ आजको हाम्रो लागि बनाएको मेन्यु रे तर पाण्डालाई मैले मोमो भन्न आँटेको नेक्स्ट मेन्यु हाम्रो मोमो रे नि त मैले त्यही भएर मोमो भन्न आँटेको सरी यार मिट माई फ्रेन्ड पाण्डा माई न्यू फ्रेन्ड हाई पाण्डा हाई पाण्डु बनाउने मान्छे के रङ हो ए म एडिट चाहिँ कहिले गर्नु हाँस्दा हाँस्दै छ अब यो फोटो यो पाण्डाको खुट्टा यो मेरो पाण्डाको डट पेनले खाना खाँदैछ है आन्टी सुन्दा आन्टी मेरो जेन्युन भ्युअर हो नि सुन्दा आन्टी फेरि कमेन्ट पनि गरिराख्नु भएको हुन्छ आन्टी थ्याङ्क यू ल खाए ल भन नि त मम्मीलाई किन यति मात्रै खाएको भन्नु योभन्दा अगाडि 2 कोर्स खाइसकेको छ खायो त्यो फर्जी भन्ने रेस्टुरेन्टमा हामी डिनर गऱ्यौँ अब दाइ र म टाइम स्क्वायर जान लागेको फोटो भिडियो खिच्नलाई ओन्ली अस भित्र जानु मिल्दैन अरे मान्छेहरू बसेको यो एरिया अब हामीले नो पार्किङ पार्क गरेर गाडी फोटो भिडियो ल बाई त्यो अमेरिकामा यस्तो रोडतिर माग्ने हेर्छ यसो 2-4 पैसा दान गरे दान गर्ने पनि बानी गर्नुपर्छ अमेरिकामा पैसा दान गर्ने होइन अमेरिकामा पैसा लिने चाहिँ पर्छ टाइम स्क्वायर आइपुग्यो हामी टाइम स्क्वायर आइपुग्यौँ दाइले मेरो फोटो खिच्न लाग्नु भएको छ अनि हामी चाहिँ यहाँ फोटो नढाट्नु न हामी यहाँ फोटो खिच्न आएको आई लुक लाइक दिस अब फोटो खिच्ने अब खिच्ने हिल होइन खुट्टा चाहिँ झन्डै भाँच्यो फेरि बल्ल बल्ल ठिक भएको खुट्टा आम्बो यहाँ यस्तो रहेछ नि त हिल अब hello, good morning. Good morning. ट्राभल गर्दाखेरि नयाँ सुटकेस लिन जान आँटेको आज हामी निस्किने पनि हो नि त ह्यारिसबर्ग
गर्नु हुँदैछ हौ ए गुड मर्निङ है पेटबाट तानेर लगाइदियो ल अब किन भाइ Shining sunglass. Let's go for the coffee. Morning coffee. तपाईँले त साँच्चै हामी दुईजनालाई छेकिदिनुहुन्छ होला है एउटा दुईजना जोडेर मेरो बराबर हुन्छ हाइट पनि नभ्याउने क्या फेरि छेकिने नै लिटरली अमेरिकन मलाई अमेरिकन डोनट एउटा डोनट कोकोनट दामी रहेछ है मेरो लाग्यो यो This is medium hot latte for me. Americano. डोनट पकायो नि त This is your chai latte. भर्खरमा के अरे निन्द्राबाट उठेको जस्तो भयो किन पोखेर हेर्नु न बहिनीहरू सुत्ने टाइम भएको तिम्रो कहाँ उठ्ने भएको छैन यता हो 7-8 years होला लेट्स गो तान्नुपर्छ अब कतिवटा टिकट बोकेको ट्रेनमा खानेकुरा